हेलो गाइज, आज चाहिँ मेरो दिनको सुरुवात कराटेबाट भयो र आज म बिहान 6 बजे उठेर कराटेको लगाएर आएर म कराटेतिर लागेँ। अनि त्यसपछि म कराटेबाट घर आएँ। घर आएर आफ्नो लुगा फेर्न लागेँ। त्यसपछि मैले आफ्नो खाजा खाएँ र त्यसपछि म स्कुलको लुगा लगाउनतिर लागेँ। स्कुलको लुगा लगाएपछि यस्तो हेर्न सक्नुहुन्छ, यस्तो छ। अनि स्कुलबाट आइसकेपछि मैले स्कुलको लुगा खोलेर बडी फ्लेक्स गर्न लगाएँ। हेर्न सक्नुहुन्छ बडीको कन्डिसन अहिले ठिकै छ, प्रोग्रेस चलिरहेको छ हल्का हल्का। त्यसपछि म वार्मअपतिर लागेँ। आज मेरो चेस्ट त्यही थियो, तर मैले पुसअप गरेको र आफ्नो वर्कआउटको भिडियो बनाउनै बिर्सेछु गाइजहरू। त्यही भएर अलि आज वार्मअपको मात्रै भिडियो छ, वार्मअप गरेर हेर्न सक्नुहुन्छ। मेरो हातहरू राम्रोसँग स्ट्रेच गर्नुपर्छ, किनकि वार्मअप राम्रो हुन्छ र यसले हाम्रो इन्जरीहरूलाई प्रिभेन्ट गर्छ। त्यही भएर वार्मअप चाहिँ इम्पोर्टेन्ट छ गाइज। आज मैले भिडियो देखाएन, त्यसको लागि सरी। अब अर्कोचोटि चाहिँ म देखाउँला। आज मैले बनाएको थिएँ, तर कहाँ गयो मैले डिलिट गरेको छु, त्यही भएर छैन। अब वार्मअप हेर्नु होला। अब भोलि चाहिँ हाम्रो लेग डे हुनेछ र पर्सि चाहिँ हाम्रो रेस्ट डे छ गाइजहरू। आजको लागि यति नै हो र अब अर्को भिडियोमा भेट्छौँ। बाई बाई गाइज।